नमस्कार सम्पूर्णमा हजुरहरू सबैलाई कर्मकाण्ड गुरु अफिसियल च्यानलमा स्वागत छ। आज हामी हजुरहरूलाई शास्त्रीय विधिद्वारा कसरी पञ्चगव्य बनाउने भन्ने कुरा बताउने छौं। यज्ञको सुरु गर्दा सबैभन्दा सुरुमा सबै सामान मिलाइसकेपछि कर्ता यज्ञमा बस्दा पञ्चगव्य प्राशन गर्ने विधि छ। यो आत्मिक शुद्धि दैहिक शुद्धिका लागि पञ्चगव्य प्राशन गरिन्छ। यसमा विशेषतः गाईबाट निस्किएका दूध दही घिउ अनि पञ्चगव्य र गोबरको प्रयोग हुन्छ र उसको जल र दुबोले यसको युज गर्छौं, हामी प्रयोग गर्छौं त्यहाँ। र हजुरहरूलाई क्रमिक रूपमा यसको महत्व सहित यो बनाउने तरिका हामी यहाँ देखाउँछौं। हजुरहरूले ध्यान दिएर हेरेर यसलाई सिकेर हजुरहरूले आफ्नो घरमा पूजा हुँदा आफै बनाउन सक्नुहुनेछ। केही मन्त्रहरू पनि हामी निर्देश गर्नेछौं। ती मन्त्रहरू हजुरहरूलाई सजिलो होस् भन्ने हेतुले हामीले डिस्क्रिप्सनमा र स्क्रिनमा पनि देखाउनेछौं। ल अब हामी सुरु गर्छौं। सुरुमा अगाडि काँसको भाँडो हजुरले देख्न सक्नुहुन्छ। त्यसमा हामी बनाउने प्रक्रिया देखाउँछौं। सुरुमा गोमूत्र हाल्नुपर्छ। गहत यहाँ अगाडि हेर्न सक्नुहुन्छ, यो गहत हो। त्यसलाई काँसको भाँडामा हाल्नुहोस्। त्यसपछि हामी गोबर हाल्छौं। हामीसँग गोबर पनि छ। सबै गाईको युज हुन्छ, त्यो चाहिँ हजुरहरूले ख्याल गर्नुपर्छ। अनि त्यसपछि दूध, गाईकै दूध, गाईको दूध हो। त्यसपछि दही अलि नजमेको होला यहाँ, तर त्यसपछि गाईको घिउ। यति कुरा हालिसकेपछि पञ्चगव्य भनेर गाईबाट निस्केको 5 चीज हामीले यसमा मिलाइसकेका छौं। र पवित्रताका लागि कुशको टुक्रा पनि हाल्ने चलन छ, त्यो पहिले नै हालिसकेको छ, त्यही पनि हामी हाल्छौं फेरि। त्यहाँ कुश हेर्न सक्नुहुन्छ। अनि त्यसपछि दुबो पनि आवश्यक पर्छ। त्यसपछि हामीले यहाँ हजुरहरूले स्क्रिनमा देख्न सक्नुहुन्छ, आपो हिष्ठामयो भुवस्थान ऊर्जा दधातन महेरणाय चक्षसे भन्ने मन्त्रले यसलाई हल्लाउँछौं। भनेको त्यो हालेका चिजहरू सबै घोलिनु पर्यो नि त, त्यसका लागि यसरी हल्लाउँछौं। त्यसपछि यसलाई गायत्री मन्त्र, हजुरहरूको आफ्नो गायत्री मन्त्र, व्रतबन्ध गर्दा पाएको गायत्री मन्त्रले हजुरहरूले त्यसलाई मन्त्रिनुपर्छ। भनेको यसलाई शुद्ध बनाउनका लागि देब्रे हातमा राखेर अनि त्यसपछि दाहिने हातले माथिबाट छोपेर 10 चोटी ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्, यो गायत्री मन्त्रले हजुरहरूले 10 चोटी मन्त्रिनुपर्छ। अनि मन्त्रिसकेपछि अन्तिममा यत्त्वगस्थिगतं पापं देहे तिष्ठति मामके प्राशनात् पञ्चगव्यस्य दहत्यग्निं रिवेन्धनम्, यो मन्त्रले चाहिँ हजुरहरूले प्राशन गराउने। प्राय यज्ञहरूमा भान्जाले प्राशन गराउने प्रचलन गाउँघरमा देख्न सकिन्छ। र कतै कतै प्रतिमाका रूपमा सिक्कालाई सुनमा घोटेर पनि राख्ने चलन छ। हामीसँग सुन त हामीसँग छैन, तर हजुरहरूले घरमा सुनमा घोटेर यो सिक्का राख्न सक्नुहुन्छ। यो पनि ग्रामीण समाजमा कतै देख्न सकिन्छ, प्रचलन छ, यो परम्परा हो। शास्त्रीय विधि चाहिँ यसको पाइँदैन। र यसरी हजुरहरूले घरमै बसेर पूजाआजामा आफैले गुरुजीहरू आउनुभन्दा अगाडि नै वा भनौँ गुरुजीहरूले अरू काम गरिरहँदा हजुरले जानेको कुरा बनाउन सक्नुहुन्छ। नियमत भन्ने हो भने खास 8.5 भाग यसलाई लाइन्छ, जसमा 1 भाग चाहिँ गहुँत, त्यसपछि आधा भाग गोबर, 3 भाग दूध, 2 भाग दही, 1 भाग घिउ र 1 भाग कुशको जल राखेर यसलाई बनाउनुपर्छ भन्ने छ। मिल्यो भने शास्त्रीय विधि अनुसार गर्ने, नत्र यी 5 वटा कुरा मिलाएर दुबो र कुश चाहिँ हाल्न बिर्सनु हुँदैन। र अन्तिममा हजुरहरूले यस्तै भिडियोका लागि लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न भने नबिर्सनु होला। अहिलेका लागि भने धन्यवाद।